के भन्छ डेडिकेटेड होइन विराट दाइको तर्फबाट हो विराट दाइको तर्फ जापान गएको छ हजुर अल द बेस्ट सबै होइन फेभरेट गीत रे दाइले भन्यो डेडिकेटेड सानाले तेरो लागि है ल विराट दाले तेरो लागि गीत गाइदिनु हुनुहुन्छ है त ल साथी भाइ नमस्ते है सबैलाई दुःख यस्तै रहेछ आफ्नो विदेशमा को पढाइ ठुलो सहर बेग्लै सोचाइ पुगेर अनि केही गर्नलाई सबैलाई सम्झना मनबाट नै यो नभयोसै मेरो तन अहिले भयो नि मन भने सानानी उतै छ हाम्रो नेपालमा हाम्रो नेपालमा सानानी नानी मन भएर आउनलाई नयाँ किदम कमाउनलाई रोजगारी जान्न सकिएन ऋणको बारी आमालाई तिमी छन् पारी आउँछ झलझलिन बढी बाबालाई बहिनीलाई ठिकै चली सम्झन्छन् रानी मलाई पनि मेरो तन अहिले यहाँ भयो नि मन भने सानानी उतै छ हाम्रो नेपालमा ला 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 माया फेरि तिमी नरुनु है भन्दैछु अलि पर्खनु है ओइ जिन्दगीमा मेरो तिमी आए कोही छैन तर दुखाउनु है सम्झैछु म पिर नलिनु है समयले कहाँ पुर्याइदेऊ खै मेरो तन अहिले यहाँ भयो नि मन भने सानानी हुँदैछ हाम्रो नेपालमा प्यारो नेपालमा ओके लास्ट यस ल थ्याङ्क्स फर विराट पाडे होइन थ्याङ्क यू सो मच ओके एकछिन हेलो एन्ड वेलकम ब्याक टु द च्यानल गाइज आज चाहिँ म होइन उठिसकेँ र आजको दिन सुरु भइसक्यो र साथी पनि आइसक्यो सबैमा नै होइन अलराइट अब आज चाहिँ गुड मन्डे एन्ड फन मन्डे होइन अनि त्यसपछि आएर अब म चाहिँ फ्रेस हुन जानु पर्यो फ्रेस भएर अब साथीले कता कता जाने हुन्छ म त्यतै जान्छु है त एकछिन लाइट चाहिँ मेरो कामहरू हुन्छ घर आएपछि कामहरू घरको कामहरू पनि गर्नुपर्छ होइन गाइस त्यस्तै हो आज अब बिदाको दिन पनि अलिकति अब कामहरू नै बढ्यो होला जस्तो लाग्यो ठिक छ नट ब्याड ओके अलराइट गाइस एकछिनमा भेटौँला हेलो गाइस साथीहरू अबको दिन चाहिँ हामी आज फेरि धान लिएर मिल जाँदैछौँ अघि त भिडियो गर्न लाग्यो अनै नभइदिएर अनि क्यामेरा ब्याड भइदिएर त साथीहरू खै म चाहिँ यता लजाएर एक्लै तिमी बसेकी मायालु क्या बात ल ल ल ल साथीहरू अब चाहिँ हामी एकचोटि मिलमा गएर भेट्छौँ है त ल जाउँ हाल साथीहरू होइन हामी चाहिँ अहिले अब के भन्छ अरे मिलबाट फर्किसक्यौँ र साथीले राइड गरिरहेछ मौसमले राइट ठिक छ केही छैन अब हामी चाहिँ एकछिन घर जान्छौँ र घरमा यसो के छ हल्का फुल्का खान्छौँ र अनि एकछिन यसो नारायण किनारमा फ्रेस हावा खान जाने भन्ने कुरा गरिरहेको छु मैले मौसमलाई चाहिँ होइन अहिलेको लागि चाहिँ घर हिँडै मौसम घर हिँडै यताबाट नि ल ठिक छ अहिलेको लागि चाहिँ त्यही नै हो होइन मेरो साथी पुरै बिजी छ अहिले पसलमा राइट नाउ होइन आजको दिन अब मेरो फ्री भए पनि अरू कसैको फ्री नहुन सक्छ होइन त्यसैले अब सबैलाई समेटेर हिँड्न त सकिन्न त्यो पनि अब जो चाहिँ एउटा साथी छ म छु होइन अब एकछिनमा भेटौँला अरू साथीहरूसँग पनि आज होइन त्यो फ्री टाइममा भेट्नुपर्छ सबैसँग
हस् त अहिले म घर गएर भेटौँला है त ल राइट साथीहरू होइन अब चाहिँ हाम्रो घरको काम हल्का फुल्का थियो होइन धान सान यताउति साइड लाउने अझै पनि मम्मी हल्का फुल्का साइड लाउँदै हुनुहुन्छ र सुजिता चाहिँ काम गर्दैछ मम्मी अब भ्याइन्छ नि एकछिनमा होइन यो काम भ्याइन्छ नि एकछिनमा यो काम होइन यत्रो त्यही भएर होइन जे होस् अब यो धन के अरे सरी धन भन्न आयो अब के भन्छ यो धान मकै भनेको हाम्रो अब धेरै लगानी गरे हुन्छ दुःख परे हुन्छ सबै कुराहरू होइन यसलाई भने संरक्षण एकदम हुन्छ अनि सुरक्षित तरिकाले राख्नुपर्छ होइन वर्ष दिन खाने खेतीहरू होइन त्यही नै हो गाइजहरू मैले चाहिँ उता लगभग 12-15 बोरा उतापट्टि मैले साइड लगाइसकेँ होइन हेर्न सक्नुहुन्छ टक्क लगाएर यतापट्टि छ अनि यतापट्टि पनि छ भित्रपट्टि यो चाहिँ हाम्रो भाडामा दिने कोठाहरू हो 4-5वटा छ अनि यहाँ चाहिँ टक्क लगाएर हेर्न सक्नुहुन्छ धानहरू छ भैँसीहरू हाम्रो भैँसीहरू हाम्रो गोठ चाहिँ लास्टै भद्रगोल छ होइन अब चाँडोभन्दा चाँडो गोठको लागि नि काम गर्नुपर्छ त्यही नै हो गाइस अब एकछिन हामी यसो एउटा सानो कामले बाहिर निस्किन लाग्यो होइन मौसम कता हो मिलमा गएर आइसक्यो अब एकछिनमा गएर लिएर आउँछु पैसा नि तिर्सकेँ त चिसो पानी साथी एक लुक छान्दैन बास यो अन्त तरिका ल अब हामी चाहिँ मम्मी एकछिनमा एकछिनमा आउँछ हामी एकैछिनमा त्यहाँ जान्छौँ एकछिन एउटा सानो काम छ अनि त्यसपछि आएर मौसम राइड हान्नु त चाबी कहाँ राखिस् स्योर भयो नि होइन मौसमले राइड हान्छ अनि टक्क हामी चाहिँ निस्किन्छ दर्शन आन्टी आराम हुनुहुन्छ गुड गुड हजुर हजुर ब्लग राइट अब त्यही नै हो आजको दिन एकदम घाम त बबालै छ होइन गर्मी बबाल छ बबाल आज पसलहरू पनि बन्द भइरहेको छैन रहेछ बन्द चाहिँ हाम्रो घरतिरको वातावरण हेर्न सक्नुहुन्छ टक्क लगाएर मौसम साथी रेडी अलवेज रेडी हामी अहिले उति गएर भेट्ने के गर्नु त हामी अब हाम्रो डेस्टिनेसनमा गएर भेटौँ त हस् त आइ भन्नु दाइ ब्लगमा आइ भन्नु नलज है धेरै आइ भन्नु त छिटो छिटो म जान्न नि रे ल छिटो आइ भन्दै हाई भन्नु हाई हाई थ्याङ्क्स एकचोटि प्र्याक्टिस जब आउँछिन् साइकल चलाइ मनभित्रको घन्टी बजाई ला 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 अब चाहिँ हामी हाम्रो सरदालाई वेलकम गर्छौँ मेरो ब्लगमा गुड मर्निङ दाजी आराम हुनुहुन्छ गुड गुड धेरै पछि भेटियो दाजुलाई चाहिँ धेरै पछि आज चाहिँ अब ठिक छ यस्तै हो बिदाको दिन हल्का फुल्का त जानै पऱ्यो साथीहरू होइन हजुर यो बिल खोलिन् होइन गएर राख्नु होइन खोलिन्छ म हेरिरहेँ कि त्यही भएर यो होइन पुरै आइस भएर बसिरहेको रहेछ होइन अब गरिब महिना यत्तिको त बन्दाएन होइन साथीहरू आइसै गर्दै रहेछ ल समर कमिङलाई वेलकम छ ल फ्राइड खाऊ होइन पुल बनाऊ गरिममा चाहिँ चिसो चाहिँ लास्ट मजा क्या तर त्यो चिसोमा गरिम यति हुन्छ कि है पागल बनाउँछ गरिमले फेरि खाडीमा जानु पर्दैन गर्मी खाना हजुरहरू पनि पानी सानी दाउजी हल्का चिसो ट्याकटुक मिलाएर अलिकति स्वास्थ्य रहनु होला साथी नपुगाउने यार वेस्ट गर्छ तिमी यार हल्लियो अघि त्यही भइरहेको क्या यस्तो हल्लाएको होइन 2-3टा प्याट्टै जम्दिरहेको क्या एकैछिनमा तातोबाट चिसोबाट यता बाहिर भएर ट्याकै ढाक्कै जम्दिन्छ त्यो नगर न त तेरो त पुरै आधा जमिसक्यो केटो दाइको पनि जम्दै सुरु रहेछ मेरो चाहिँ जम्मै छैन दाइको पनि जमिसकेको छ मेरो मात्रै नहोइनन् दाइ छाने दाइ एउटै भएको प्याकेजिङमा डिप फ्रिजमा हालिदिनु भएको रहेछ होइन सबैबाट टक्क लगाएर अहिले चाहिँ हामी गरिम बनाउँदैछ है त ल चेयर्स अहिले कहाँ दही हुने प्योर होइन टक्क लगाएर ल बुझ्नु
Cheers. दामी भयो तर पानी हालेको बनाउनु पर्ने बनाइले मिठो हुन्छ अलिक भइहाल्छ पानी हाल नानी मिठो भयो मिठो छ कि छैन एमबी गरिदेऊ नि छिटो श्रेन्सु के अरे हाम्रो नानी के भयो फेरि हाम्रो फेरि इन्द्रलाई चाहिँ छोड्दै छोड्दैन नानीले अति चेताइन्छ नि नानी मैले के रिलो भन त्यहाँ सुसन काकाले के गर्नु भयो यहाँ हेरेर भनिदेऊ न ल को आयो ए यो मान्छे आएर घरकै भैँसीको प्योर भयो नि दाजु ट्याक्क लाएर भयो त्यस्तो होइन त भेट नगर तल नलेज दिन ला भनेको ओके आई नोट इट के अरे 3 दिन चाहिँ छुट्टै छुट्टै ल्याब गर्नु पऱ्यो तै जस्तै अब एउटा ल्याब अप्पर बडी छुट्टै हुनु पऱ्यो होइन आर्म्सको लागि ट्राइसेप्सको लागि छुट्टै हुनु पऱ्यो होइन अनि चेस्टहरूको लागि छुट्टै दिन राख अनि लेग डे छुट्टै राख भन्न खोजेको कि चेस्टहरू अनि यो आर्महरूको लागि छुट्टै राख ट्राइसेप बाइसेपहरूको लागि सोल्जर र चेस्टको लागि एक दिन राख अनि यो बाइसेप र ट्राइसेपको लागि एक दिन राख अनि लेग यो तलपट्टिको बडीको लागि एक दिन राख्नु त्यसरी ठिक हुन्छ ओके हस् अब यो होइन साथीले सजेस्ट गरेर समझ रहे हो कुछ बात याद आयो कट करना लडेको छ होइन अलराइट होइन बाबु आज कति गर्मी छ गर्मीको कुरा नगरौँ होला है हाम्रो चितवनमा गर्मी चाहिँ बाबा छ होइन हेलो ब्रेक हेलो गरिदिनु नि त साथीको भ्लगिङलाई सबले सपोर्ट गर्नु होला थ्याङ्क यू सो मच ब्रेक बोलाउनु बसौँ अलराइट होइन ठिक छ नि हामी चाहिँ अहिले टक्कै हाम्रो बगेर थानमा रिसोर्टमा छौँ र हाम्रो अङ्कलहरू बाहरू सबैजना यहाँ चाहिँ टक्क लगाएर कस्तो भने इभिनिङ वाक अनि त्यसपछि आएर रेस्टको लागि टक्क लगाएर रिफ्रेस हुनलाई पनि आउनुहुन्छ होइन टक्क लगाएर एकदम आनन्द छ आफ्नै ग्राउन्ड त हो होइन हाम्रो आफ्नो गाउँ ठाउँमा बसिरहेछौँ र हाम्रो यहाँ पछाडि चाहिँ हाम्रो आफ्नै होइन फुटबल ग्राउन्ड छ है तपाईँहरूले दिउँसोमा देख्नुहुन्छ भोलिको दिनमा म देखाइदिन्छु साथीहरू होइन ठिक छ अब हामी साथीहरू बसिरहेछौँ होइन टक्क लगाएर अब एकछिनमा विराट फेरि अब सबैले चिन्नुहुन्छ होला होइन कतिले चिन्नुहुन्छ होइन त्यसमा होइन चिन्नुहुन्छ भने उहाँले होइन कमेन्ट गर्नु होला होइन विराटजी होइन मेरो चाहिँ साथी बचपनदेखिको होइन विराट जङ पाण्डे के अरे के हाल्ने नानी हेलो गरिदिनु मेरो ब्लगमा हेलो थ्याङ्क यू सो मच नानी ओके साथीले होइन मेरो लागि फर्की फर्की हान्नु लाग्छ फर्की नहेर तिमी भने आँसु झरे म पुर्सिदिउँला तारा सबै मेरो ल्याइदिउँला तिमी भने घर यहीँ हुने हाम्रो अङ्कलजीको अङ्कल फेरि पनि ह्यान्डसेक गरेर माइला दाई भन्थ्यो नि कुरा माइल दाई घर छेउकै हो कि उहाँ भनेको मलाई चिन्छ मेरो कुरा नगर भयो उहाँलाई चिन्नुहुन्छ तपाईँले राम्रोसँग कन्फ्युज हुनुभयो चिनाइदियो ट्याक्कै चिन्नु अन्त बाबु पो रहेछन् भन्नु तपाईँले साथी एउटा बियर खानु न त अङ्कल एउटा बियर हामी चिलमा छ भाइसमा छ है हुन्छ मगाउन त एउटा ऊ चाहिँ डाइरेक्ट भन्नु पर्यो म भनिदिन्छु सकिन्छ कि सकिनु भनेर सकिन्छ मसँग यो आज त बल्ल स्टार्ट सुत्ति चाहिँ सुतिन साथी यो त हेर भन त आज त अङ्कल नचिन होला साथी म अलिक बारे पर्छ होला छोडिदिए
साथीहरू हो ठिक छ सुन्नु न अङ्कलजी ल ठिक छ मैले उसलाई चिनाइदिएँ है यो मान्छेलाई चिनाइदिएँ मैले उहाँ चाहिँ को भने हाम्रो छेत्री अङ्कलको एकलौता छोरा हस्पिटल भएको छेत्री अङ्कलको एकलौता छोरा यो भनेपछि चिन्ने होइन र गुड गुड यो हो नि त तरिका हाम्रो भनेको गाउँ ठाउँ एकदम होइन युनिटी यस्तो हुनुपर्छ कि युनिटी भने होइन ओके ओके साथी होइन अङ्कललाई नै आज स्वागत भयो अङ्कल चाहिँ अनि कतिको छुट्टी आउनु भयो हजुर म होइन 14 गते जान्छु ए 14 गते जानुहुन्छ ए त्यही त अनि कुन कहाँ हुन्छ ब्यारेकट चाहिँ दादी हो धादिङ यस्तो हो यो कस्तो सबभन्दा धेरै कुरा भनेको अङ्कल कनेक्सन मेन कुरा भनेको कनेक्सन हो बन्डिङ बन्डिङ चाहियो हजुरको एउटा पावर छ हजुरको ठाउँमा एउटा पावर छ मेरो ठाउँमा एउटा पावर छ भोलि हजुरलाई के भयो मलाई कन्ट्याक्ट हान्छ नि मैले गर्न पर्ने त मैले सबै गर्छु नि त होइन मैले गर्न नसक्ने मेरो आउट अफ रिचको कुरा भने म सक्दिनँ त्यो तर म एउटा अर्को कुराले म यो सपोर्ट भन्ने कुरा हुन्छ सधैँ हुन्छ कि सपोर्ट भन्ने कुरा अङ्कल त्यति त हो नि लाइफमा हामीले मलाई छाप्नु त छाप्यो होला नि त हजुरले एउटा इस्ट्याब्लिस तरिकाले एउटा पैसा कमाइसक्यो होला हजुरले एउटा पैसा कमाइसक्यो होला मैले एउटा पैसा कमाएँ होला तर माया कसम त्यो भनेको लाइफमा चाहिँ हाँगा नै हो कि एउटा कि म पनि त त्यही हाँगा हो जे भयो नि होइन म नि काजी बाउको नाति नै हो मेरो बाउलाई राम्रोसँग चिन्न सकेर होला सबैजनाले तर चिन्ने मान्छेले चिन्छ मेरो ड्याड पनि म जस्तै चिल्के मेरो ड्याड पनि कि ड्याडलाई चाहिँ म सधैँ रेस्पेक्ट गर्छु यो मेरो साथीहरूको गर्लफ्रेन्डको लागि है ए बुढी म मान्छे निकै साली मुडी तर माया तिमीलाई निकै गर्छु बुढी तोप्तानी आकाशमा उडी 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 बुढी ए बुढी मान्छे निकै साली मुडी तर माया तिमीलाई निकै गर्छु बुढी तोप्तानी आकाशमा उडी 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 तिम्रो लागि गरिदिन्छु छोड्ने ट्याग तिमी छेउमा नहुँदा मेरो साह्रै ऱ्याक किनिदिन्छु गुच्चीको ब्याग लिपस्टिक पनि ब्याग तिमीलाई लागि बनाउँदैछु सिक्स प्याक सालभरि जति सबै मेरो तिमीलाई गर्छु खर्च नि तिमी साह्रै पर्फेक्ट छौ नगरी आफ्नो अरू यसै पर्छ नि दुवैजना स्टोनमा मनाउला एनिभर्सरी यता मिठो अङ्गुर पनि लागिरहेछ कुहिएर गिटी फैलिन्छ जहिले झगडामा झुन्डेर पर्दै बसौँ हामी एकसँगै भुलेर बसौँ हामी एकछिन बुढी रिक्साली मुडी तर माया तिमीलाई निकै गर्छु बुढी तोक्तानी आकाशमा उडी 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 एकछिनलाई चिन्न बस्छौँ हामी आफ्नै बाप मार्लीको लाग्लाई छौरीको बोलीले मन काड पहराको गीतले नगर हौसला बगर नाच्न गाउन लाग्यो र नाच्न गाउन लाग्यो र नेपाली होइन नेपाली हेयर कटिङ विथ ट्याटु आर्ट पनि है म चाहिँ हाम्रो फुर्ती चोकमा आफ्नै गाउँठाउँमा कपाल कटिङ हान्न आएको छु हाम्रो आकाश दाइकोमा र हाम्रो फुर्ती चोक 16 नम्बर वडा यताउति बासिन्दाहरू हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोस् यहाँ आउनुहोस् सबै प्रोभाइड छ ट्याटु यो पछाडि चाहिँ स्टुडियो छ ट्याटु स्टुडियो वासवास हुन्छ त्यहाँ टक्क लगाएर यता वेटिङको लागि भाइले हानिरहेछ होइन भाइ पुरै प्रोफेसनल भइसक्यो नि भाइ तिमी कति वर्ष एक्सपिरियन्स भयो भाइ हो 1 वर्ष यस्तो दामी काटिदिनु ए त तिमीसँग काटिसक्यो नि आकाश दाइ तपाईँसँग होइन पहिलो एउटा काटिरहने भाइ नि अहिले भाइले नि मेरो काटिदिइसक्यो अस्ति र भाइले स्याटी छान्थ्यो मलाई जे होस् चित्त बुझ्यो मेन ओनर हाम्रो हेलो हेलो भनिदिनु त ल वेलकम छ है दाजुलाई दाजु आज कस्तो कोट काट्दा ठिक होला भाइलाई आर्मी कोट हान्नु पर्ला जस्तो लाग्यो टक्क डिसेन्ट देखिन्छ नि होइन हाई साइड नै हान्ने टक्क चिटिकको अगाडि सानो चिटिक्क राख्ने दाजु ल ओके हस् साथीहरू अहिले पछि
थ्याङ्क्स सो मच दाजु ल अवश्य होइन कपाल सपाल ट्याक्टु कटिङ पनि भयो एकदम दामी कस्तो देखेछ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ है एकदम दामी मेरो चाहिँ अलिकति यस्तै काटी बानी छ होइन अलि हाइफेड होइन दाजु टक्क मिलाएर अवश्य म घर जान्छु दाइहरूलाई बाई बाई गर्छु भाइहरूलाई पनि होइन बाबु अब म घर गएर भेटौँ साथीहरू